घर जाँदै थिएँ, बाटो चाहिँ पुरै बिग्रिएको रहेछ है। अनि यहाँ चाहिँ पुरै हरियाली भइसकेको रहेछ क्या। फेरि अगाडि चाहिँ एउटा सुन्दर झरना देखिन्छ, त्यो पनि देखाउँछु म। यस्तो बवाल छ, यस्तो बवाल। अलि यहाँ ढुङ्गा आउने सम्भावना धेरै हुन्छ है गाइस, त्यही भएर डर लाग्छ। ठाउँ त के गर्नु, प्राकृतिक दृष्टिकोणले त भरिपूर्ण देश हो नि, विकास। त्यही भएर पछि परेको हो नि नेपाल होइन। यो पुरै पक्कै पनि औषधि हुनसक्छ, तर के गर्ने, नेपालले उत्पादन गर्न सक्दैन, यसको उपयोग गर्न सक्दैन। त्यसै नेपाल पछाडि परिहाल्छ नि, यसको जिम्मा लिनु पर्ला जस्तो छ है गाइस। म झरना देखाउँछु तपाईँहरूलाई। यस्तो बवाल झरना छ कि मात्र 2 मिनट है, 2 मिनट पुग्नुहोस्, हेर्नुहोस्। डेन्जर खालको झरना, ब्युटिफुल झरना। गाउँ जस्तो छ यहाँ, अलिक ढुङढुङ आवाज आइरहेको क्या। यो बाटोको मैले भनिरहेको थिएँ, अगाडि नै भरोसा हुन्छ, जुन बेला पनि आउनु सक्छ क्या। त्यस्तो ठाउँ हो यहाँ नलगाएर होस्, गाउँ जाने बाटो हो यो। बसाइसराइ गर्नु पर्ला जस्तो छ, लोन लिएर भए नि। अन्त ध्यानको जोखिम छ, बस्नु त पऱ्यो नि होइन गाइस। के छ तपाईँहरूको भनाइ यसमा? 1-2 शब्द जाओस्। अनि झरना हेर्नुहोस्, म आइसकेको छु। अगाडि गएर फेरि त्यहाँबाट ब्याक गरेर पनि देख्छु तपाईँहरूलाई। अहिले चाहिँ फ्रन्ट भिडियो हो नि त, त्यही भएर जुम गर्न खासै नमिल्ने रहेछ। त्यसमा फेरि ब्लुटुथ सिस्टम पनि छैन है। यस्तो पसिना आइसक्यो, कालो मान्छे पुरै धनबाद भिट्टै भइसक्यो गाइस म त। नलघाट नगरपालिका वार्ड नम्बर 10 को राउगाउँ नजिकको झरना हो, हेर्नुहोस् त। पुरै मनै लोक्यो, यस्तो बवाल छ।